हेलो, आज चाहिँ मैले के बनाउँदैछु होला हजुरहरूले गेस गर्नु है त। सायद अचार मन नपराउने त कमै हुनुहुन्छ होला। अनि मैले चाहिँ आज के को अचार बनाउँदैछु हैन। अब भने मैले अचार बनाउन सुरु गरेँ। ल हेर्नु है त मैले अचार के को बनाउँदैछु अनि अचारमा के हाल्दैछु भनेर। त्यो चाहिँ के होला त, मैले के को अचार बनाउँदैछु होला गेस गर्नु है त हजुरहरूले। अनि अचारमा चाहिँ मैले के हाल्दैछु देखिहाल्नु भयो होला। मैले चाहिँ यता कराई बसालेर तेल पनि हालिसकेको छु। चाहिँ एउटा हातले भिडियो गर्दै अर्को हातले पकाउँदै गर्दैछु, त्यही भएर अलिकति भिडियो चाहिँ राम्रो नआउन पनि सक्छ, हल्लिन पनि सक्छ, बिग्रिन पनि सक्छ हैन। त्यसको लागि चाहिँ एक्सक्युज। अब चाहिँ मैले हाल्दैछु के हाल्दैछु होला यो हेर्नु होला है त हजुरहरूले नि। अनि यस्तै गरी बनाएर खान पनि सक्नुहुन्छ। मैले जस्तै गरेर आँपको अचार मन नपराउने त हैन कमै हुनुहुन्छ होला हैन। अचार भनेपछि त मन सबैलाई पर्छ प्राय, तर स्पेसल्ली आँपको अचार भनेपछि त अझै धेरैलाई मन पर्छ जस्तो लाग्छ मलाई चाहिँ। नुन र बेसार चाहिँ मैले एड गरिसकेको छु। अब भने यसलाई राम्रोसँग चलाउने। अनि मैले यसलाई राम्रोसँग चलाइ पनि सकेको छु। अब भने मैले के मसलाहरू एड गरेँ हेर्दै जानु होला हैन। मैले चाहिँ फेरि हजुरहरूलाई भनिरहेको छु, मैले एउटा हातले भिडियो बनाउँदै पकाउँदै गरेको थिएँ, त्यही भएर मैले चाहिँ यो चिनी हालेको छु थोरै। यसको हालेको भिडियो चाहिँ मैले देखाउन पाइनँ किनभने मलाई अलि अप्ठ्यारो पनि भइरहेको थियो पकाउँदै भिडियो गर्नको लागि। यसलाई छोप्दै पकाउँदै गर्छु। अब मैले एकछिन यसलाई छोपिसकेपछि फेरि हेर्छु कतिको पाकेको छ। अब चाहिँ हेर्ने बेला भयो, मैले चाहिँ हेरेँ तर अलि राम्रोसँग चाहिँ भइसकेको थिएन। अनि मैले चाहिँ यसलाई फेरि एकचोटि राम्रोसँग चलाएँ। अब फेरि अझै मैले चाहिँ 2-4 मिनट राख्नुपर्ने हुन्छ, पकाउन पर्ने चाहिँ हुन्छ। अलि राम्रोसँग पाकिसकेको छैन, गलिसकेको थिएन, त्यही भएर फेरि मैले अब यसलाई छोपेर पकाउँछु। अब म यसलाई छोपेर फेरि पकाउँछु हैन। फेरि पकाउनु पर्छ। अब मैले चाहिँ यसलाई छोप्न जाँदैछु। मैले छोपी पनि सकेँ। अब फेरि म निकाल्छु यसलाई हैन। अनि हाम्रो अचार चाहिँ रेडी भइसकेको छ हैन। मैले चाहिँ राम्रोसँग भिडियो देखाउन पाइनँ किनभने मैले एउटा हातले भिडियो बनाउँदै पकाउँदै गरेको थिएँ। अनि हजुरहरूलाई चाहिँ आजको मेरो भिडियो कस्तो लाग्यो अनि स्पेसल्ली मेरो अचार चाहिँ आँपको अचार थियो। थ्याङ्क यू सो मच फर वाचिङ। Have a good day. Bye bye.